राष्ट्रिय परिचय पत्र नेशनल आइडी कार्ड प्रयोग गरेर तपाईले भोटर आइडी अनलाइन कसरी बनाउने भन्ने पूरा प्रक्रिया सिक्नुहुनेछ। यदि तपाई पहिलो पटक भोटर आइडी बनाउँदै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। सुरु गर्नुभन्दा पहिले तपाईसँग यी 3 कुरा तयार हुनुपर्छ। पहिलो, राष्ट्रिय परिचय पत्र नम्बर एनआइडी नम्बर, तपाईको मोबाइल नम्बर, तपाईको इमेल आइडी। सबैभन्दा पहिले आफ्नो मोबाइल वा ल्यापटपबाट इलेक्सन कमिसन नेपाल लेखेर गुगल गर्नुहोस्। त्यसपछि इलेक्सन कमिसन नेपालको अफिसियल लिंक देखिन्छ। अब यस लिंकमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। अब यहाँबाट मतदाता नामावली प्री रेजिस्ट्रेसन र अद्यावधिक विकल्पमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। यहाँबाट नयाँ दर्तामा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। अब यहाँ 2 वटा विकल्पहरू देखिएका छन्। पहिलो, राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता नभएकाहरूको लागि यहाँबाट तपाईको मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्छ। दोस्रो, राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता गरेको व्यक्तिले मतदाता परिचय पत्रमा दर्ता गर्नको लागि यहाँबाट गर्न सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बरको बक्समा तपाईले 10 अङ्कको राष्ट्रिय परिचय पत्र नम्बर लेख्नुपर्छ। जन्ममिति एडीमा लेख्नुपर्छ। यसको लागि यसरी पहिले महिना, त्यसपछि गते र अन्तमा साल लेख्नुपर्छ वा यहाँ क्यालेन्डरमा क्लिक गरेर पनि जन्ममिति सिलेक्ट गर्न सकिन्छ। तपाईले जन्ममिति एडीमा परिवर्तनको लागि यसरी नेपाली डेट कन्भर्टर लेखेर गुगल गर्नुहोस्। यसरी पहिलो लिंकमा क्लिक गरेर नेपाली टु इंग्लिश डेट कन्भर्टरको पेजमा आउनुहोस्। त्यसपछि यहाँ तपाईले जन्ममितिको महिना, गते र साल छनौट गरेर कन्भर्टमा क्लिक गर्न साथ तपाईको जन्ममिति एडीमा परिवर्तन हुनेछ। अब इलेक्सन कमिसन नेपालको यस पेजमा आएर पहिलो नामको बक्समा तपाईले अंग्रेजीमा लेख्नुपर्छ। उत्तर यहाँ हाल्नुहोस्को बक्समा माथिमा दिएको प्रश्न हल गरेर यसरी उत्तर लेखेर तल निनबाट विवरण प्रमाणीकरण गर्नुहोस्मा क्लिक गर्नुपर्छ। त्यसपछि निर्वाचन आयोग नेपालको पेज खुल्नेछ। यहाँ तपाईले 6 चरणहरूमा विवरणहरू प्रविष्ट गर्नुपर्छ। पहिलो चरणमा स्थायी ठेगाना सम्बन्धी विवरण रहेको छ। यहाँ कतिपय विवरणहरू अटोफिल भएर आउँछ। यहाँ मतदान स्थलको नाम छनौट गर्नको लागि यसरी तपाईले उपयुक्त मतदान केन्द्र छानेर तल भएको अर्को बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि दोस्रो चरणमा तपाईले व्यक्तिगत विवरण सम्बन्धी जानकारीहरू प्रविष्ट गर्नुपर्छ। यहाँ पनि प्राय जसो विवरणहरू अटोफिल भएर आएको देखिन्छ। यहाँ मोबाइल नम्बरको बक्समा क्लिक गरेर तपाईको मोबाइल नम्बर लेख्नुपर्छ। इमेल ठेगानाको बक्समा क्लिक गरेर तपाईले आफ्नो इमेल लेखेर अर्को बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि तेस्रो चरणमा तपाईले नागरिकता विवरण सम्बन्धी जानकारीहरू प्रविष्ट गर्नुपर्छ। यहाँ पनि प्राय जसो विवरणहरू अटोफिल भएर आएको देखिन्छ। यहाँ नागरिकताको किसिम छान्नको लागि यसरी उपलब्ध विकल्पहरू मध्ये सही विकल्पलाई छनौट गर्नुपर्छ। अब यस पेजलाई स्क्रल डाउन गरेर स्थायी ठेगाना जस्तैको बक्सलाई यसरी चेक गरेर अर्को बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि चौथो चरणमा तपाईले अपाङ्गता रहेको भए विवरणलाई प्रविष्ट गर्नुपर्छ। यहाँ पहिलेदेखि नै होइन भनेर छनौट भएको छ र आफू कुनै पनि अपाङ्ग नभएकोले अर्को बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि पाँचौं चरणमा तपाईले अन्य विवरणहरू प्रविष्ट गर्नुपर्छ। यहाँ मातृभाषाको बक्समा क्लिक गरेर तपाईले आफ्नो मातृभाषालाई यसरी छनौट गर्नुपर्छ। यहाँ समूह वर्गको बक्समा क्लिक गरेर तपाईले आफ्नो उपयुक्त विकल्पलाई यसरी छनौट गर्नुपर्छ। शैक्षिक योग्यता अन्तर्गत साक्षर विकल्पमा चेक गरेर तपाईले उपयुक्त शैक्षिक विकल्पलाई यसरी छनौट गरेर यहाँबाट अर्को बटनमा क्लिक गर्नुपर्छ। अन्तमा 6औं चरण तपाईले पुनरावलोकन गर्नुपर्छ। यहाँ तपाईको राष्ट्रिय परिचय पत्रमा भएको फोटो सहितको विवरणहरू देखिएको छ। अब यस पेजलाई यसरी स्क्रल डाउन गरेर सम्पूर्ण विवरणहरू सही भएको यकिन गरेर तल भएको दर्ता गर्नुहोस्को बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि तपाईले आवेदन नम्बर प्राप्त गर्नुहुन्छ। तपाईले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट रुजु पञ्जीकरण भए पश्चात तपाईको मोबाइल नम्बर वा इमेल ठेगानामा मतदाता नम्बर पाउनुहुनेछ। यदि तपाई फारमलाई पीडीएफ रूपमा सुरक्षित गर्न चाहनुहुन्छ भने यस क्लिक गर्नुहोस्। हस्त साथीहरू, यसरी राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा तपाईले निर्वाचन आयोगमा नयाँ दर्ता गर्न सफल हुनुभएको छ। यो प्रक्रिया तपाईले मोबाइल मार्फत पनि गर्न सक्नुहुन्छ। तपाईलाई यस प्रयोजनमा काम लाग्ने सम्पूर्ण लिङ्कहरू तल डिस्क्रिप्सन बक्समा राखिएको छ, चेकआउट गर्नुहोला। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको नोटिफिकेसन बेललाई अलमा दबाउनुहोस्। मेरो च्यानललाई फेसबुक तथा इन्स्टाग्राममा पनि फलो गर्नुहोस्। आजलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।